मामा घरमा बसेर पनि आजको दिन सजिलो रहेन। सो हेलो एभ्रिवान, दिस इज आज्ञा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ डे 12 अफ 30 मिनट ब्लग च्यालेन्ज। हिजो मामा घरमै बसेको थिएँ, बिहान क्लास थिएन तर काममा त जानै पर्यो। मामा घरबाटै काम भेटाउँछु भनेर छिट्टै उठे, छिट्टै खाना खाएर हिँडे। आज पनि उही प्रब्लम, गाडी नपाइने। मनमा डर लागिरहेको थियो कि कतै म लेट त हुँदैन भनेर। बल्ल बल्ल गाडी भेटियो। गाडीमा बस्दा पछाडि बसेकाले कुरकुरे खाएको स्मेलले मेरो हालत खराब भयो, सास फेर्ने गाह्रो भयो। त्यसै गरी बल्ल बल्ल बेनी पुगेँ अनि काममा गएँ। काम गर्दा गर्दै अचानक लाइन गयो। आजसम्म यस्तो भएको थिएन। लाइन जाँदा त दिउँसै पुरै अँध्यारो हुने, लाइन आएपछि कम्प्युटर अन हुन समय लाग्ने, अन भयो भने फेरि लाइन जाने। आज त लाइनले साह्रै प्रब्लम दियो। नेपाल ब्याङ्कका स्टाफलाई काम नगर्नु आज भन्ने जस्तो पो भयो। काम सकेपछि मकर संक्रान्तिको मेला हेर्न गए। हेर्न पनि के भन्नु, सामान किन्न गए। अलिअलि सामान किने। त्यसपछि दिदीकोमा गएर चिया खाजा खाएँ अनि घर फर्किएँ। यस्तै सासाना स्ट्रगलले दिनलाई यादगार बनाउँछ। सी यु इन डे 13। मेरो च्यानलमा सब्स्क्राइब गर्न नबिर्सिनु होला।